भ्लगको त के अरे इन्ट्रो त गर्नै बिर्सेको थिएँ मैले ओहो अनुहार राम केही पनि तँलाई भर्खर मुख धोएँ बुम्बाम गाइस वेलकम ब्याक टु माई च्यानल गाइस हामी चाहिँ बसमा चढिसकेको छौँ म चाहिँ यो भर्खरै सुरु गरेको भाइको छिटो मिठो अनि ढिलो भएर हतार हतार केही पनि सुरु गर्नु पाएन इन्ट्रो दिन पाएर हजुर पनि हेर्नु केही छैन हेलो भाइको बेमा हामी सबजना हामी यत्रो यत्रो मान्छे छौँ जन्ती गएर हो जन्ती गएर भनेको अझ जन्ती गएर भने हामी गाउँ गएर हो मेरो गाउँ चाहिँ कहाँ हो भने अहिले देखाउँछु हामी चाहिँ कहाँ आइसक्यो आदिवासी छौँ आइसक्यो यो चाहिँ केराडा छ ल साथीहरू कति बज्यो भने कति पो बज्यो 4 पनि थाल्यो 20 मिनटमै छ अघि नै हामी साढे 12 बजे आइपुगेको मुख नै लगायो किनकि कस्तो भइसक्यो नि मुख अनि त्यसपछि बिजी यता काम उता काम खाना खाने मेरो मामा मेरो आमा अङ्कलहरू अनि सबजना दिदीहरू जग्गे हाम्रो 2टा जग्गे बनिरहेको छ अनि हामी अब पुरी बनाउँदैछौँ एउटा 2टा 3टा तेल घट्दै गयो 4टा यस्तै हो साथी गाह्रो छ गाउँघरको बेमा गाह्रो छ भन्दा पनि सजिलो हुन्छ बाहिर भन्दा यहाँ बेहुला हाम्रो माइली के छ बेहुला अनि अर्को बेहुला चाहिँ अर्कै घरमा आफ्नै घरमा उतापट्टि घरमा भोलि चाहिँ 2टा बेहुला है हाम्रो त यस्तो चल्ला साथीहरू मेरो भ्लग त यस्तै हो है हाम्रो जग्गा 2टा बनाइरहनु भिडियो एकछिन भिडियो भ्लग सुरु गर्नु मन लाग्यो यिनीहरूको पारा देखेर हाम्रो यहाँ छोरा चाहिँ बाख्रा गराउँदो रहेछ बेला बेलामा मेहे मेहे गर्दै है दाइ मेहे मेहे अरे हाम्रो चाहिँ मेहन्दी झिङ्गा झिङ्गा के भएको झिङ्गा हो कि त्यो उयसको के पत्तीको झन् मरेको बिल्ला अरे मेरो त्यहाँ बुहारीले पनि त होइन यता हो बुहारी यहाँ दिदी यस्तो गऱ्यो भने त कालीलाई गोरी देखाउँछ नि त है यसरी माछो है म त्यस्तै हाल्यो भने हाल्ने अब होइन है साथीहरू मेहन्दी लगाइदिनु थालेको अब एउटा रातो साथीले खोज्न गएको गाई भयो ए के अरे पहेँलो हामी त यस्तै हो फेरि लगाइदिने अब यतिकै लगाइदिनु अहिले पछि आउँछ है मेरो अलिअलि क्लिपहरू त्यही हो अब मेहन्दी लगाउन सुरु यति सानो हातमा हेलो बेबी गुड मर्निङ ब्रस गर्न जस्तो गरेर चाहिँ यहाँ सेल तातो सेल बोकेर बसिरहेको छ हातमा हो त कति बज्यो बेबी ल साना देखाउँदा एकचोटि टाइम हेर्नु पऱ्यो आमा साउन्ड आउँछ उठामा आज कसको बे मामाको अनि माइजूको दुईटा मामाहरूको बे
यस्तो चल्दैछ यहाँ आउनु पर्यो मेरो गाउँ हेर होस् साथीहरू उता झन् बवाल छ खै त मेहनत गरेर सियो धागो खोजेको यिनीहरूले बिहानदेखि मलाई उठाएको बिहानदेखि यिनीहरूले खोजेर भेटेन होइन म उठेको 1 मिनटमा मैले यो सियो धागो खोजेर ल्याइदिएँ मैले राखेको यो चोलो मैले राखेको हो मैले राखेको होइन माथि यहाँ कसरी प्लास्टिक बाहिर थियो ब्रो यिनीहरू कम छ वाउ हिजोको सेल पुगेन हो यो जगेमा चाहिनले चोखो चाहियो कि ए ताजा ताजा सेल त्यत्रो फेरि ऊ भित्र छ अहिले खाजा खाँदा त्यो त सिद्धिन्छ नि त हिजो आधी सकिसक्यो आयो यस्तै चल्दैछ हेलो हाम्रो चाहिँ खान थालेको अब दनमाइमा है मेरो फेस देखेर यस्तै अब भूत भएर पछि अझै भर्खर उठेको हो 9:30 बजे किनकि 2 बजी सुत्यो नि त अनि चिया खान थालेको यो चाहिँ मैले धेरै सुगर खाँदैन त्यही पनि तर यो सुगर धेरै छ यसमा किनकि आज यसमा धेरै सुगर नहालिकन बनाउनु भएको चिया विदाउट सुगर भनेर पत्ताउनु हुन्छ नो किनकि बेबीले खानालाई मार्यो भने त यता छानिदियो गरिदिन्छ फेरि सुत्छ बिहानको ब्रेकफास्ट हाम्रो चाहिँ एकदमै टल्लो टल्किया फेस बुझ्यो कस्तो देखा हो माइ गड टल्किरहेको क्या हाम्रो मुख अहिले जाउँ नि त होइन टल्क्यो मेरो कला हाल्नु मलाई के भन्नु मामु मलाई बोलाउनु भएको बुने भन्नु भयो अनि कला भन्नु मलाई भन्नु हजुर ओके ए उठ्दा पाहा काम भयो काम गर्नु काम ल्याउनु पनि छ मलाई भिडियोमा देखाउँछ सेल हेर त सेल लिएर ओ माई गड ल हेर ल खाइ बेहुला मेरो आजको बेहुला यहाँबाट त लाइट कस्तो मेरो भाइ यति धेरै कालो छैन है त्यहाँ कालो देखिरहेको कालो देखिरहेको के यस्तो है हाम्रो त भर एङ्गल यस्तो हुन्छ साथीहरू तिमीलाई अलिक कालो देखिरहेको किन हो थाहा बेहुलाको छोरी हामी चाहिँ बेहुला किन हो कालो देखायो कि मेरो यो के भयो खोइ यहाँ अर्को के बेहुलाको दाइ खोइ ऊ बेहुला लजाएर त्यहाँ 2टा मण्डप छ कि मेरो 2टा भाइहरूको बेहु बेहुलाको भान्जी म यहाँ 2टा मण्डप यहाँ के गर्नु लाग्यो अहिले नै अहिले नै ढिलो भइसक्यो है 9:30 भइसक्यो नि त ल म बेहुली देखाउनु गएँ ल यहाँ हाम्रो दौरा बेहुली खै हेर म हातमा कस्तो बस्यो वाउ खोइ आऊ त अगाडिको नि वाउ दामी छ ल देखो यस्तो गरेर देखाउ ल हिजो भएर जस्तो फोटो गर्छ ल एउटा यस्तो गर यस्तो खालको गर त यो हाल्नुपर्छ कि सुमामे गुड मर्निङ
गुड मर्निङ गुड ल थ्याङ्क यू त्यो पनि थ्याङ्क यू के होइन मलाई रोटी यो हन्ती हो यसले चारवटा रोटी पकेर यहाँ चारवटा पक्यो मेरो आमालाई पनि थ्याङ्क यू भन गुड मर्निङ भन्नु लाग्यो एकचोटि आमै गुड मर्निङ गुड मर्निङ भन्नु मम्मी होइन के गुड मर्निङ ओ माई गॉड गुड मर्निङ यस आमै अब के गर्नुपर्छ न भन त चुप्पा गर्नु कसलाई गर्नुपर्छ मलाई के गर्नुपर्छ नि अब के भन्नुपर्छ भने होइन चुप्पा गर्नुपर्छ भने कि सर ल साथीहरू यसै भयो ल यहाँ चुप्पा गर्नु न यता गइहास् मेरो आमाको बाटो यसो चाहिँ मेरो मुख ल नौ सौ घरमा कति भर्खर उठेको नौ जान्छ है मलाई कसैले नजाऊ ल नआए नि हुन्छ भने जस्तो फिल भएर सबैलाई सुनाउँदैन कि कसले भन्दैन तिमी त नआउनै पर्छ तिमी त बेहुली मान्छे ए यिनीहरूको सुनको यहाँ मेरो मामाले माया गरिरहनु भएको छ भान्जालाई है काटेर बेमा लगाइदिए कहाँ हो आमा चाहिँ मेरो आमा त्यतिकै हो काम गरे बिहानदेखि उठाएर चिया नि भने हो कि चिया हो भने हो कि न बिहानदेखि चिया खाना उठ है चिया बनाइदेऊ आमा मलाई त ल्याङ हान्छ आमा यहाँ चाहिँ हाम्रो अर्को एउटा बेहुडी यो चाहिँ यो सब मैले मेकअप गरेर कस्तो लाग्यो रेखा चाहिँ राम्रोसँग हेर नि पाएन बिचराले कपालहरू जुरो मैले बनाएको बेबी कपाल उडेर हेर नि जाऊ बनाउनु हुँदैछ अब के गर्ने अब के थाहा नानीले सिकाएर आए लुकाकै भन्दैन मैले देखेको अनिल कस्तो लाग्यो साली पनि त्यही बुढी पनि त्यही के भने मैले बुढी पनि त्यही साली पनि त्यही दुईजनाको नाम फेरि अनिल फेरि मैले सुनाउने कुरा सुनाएको छु नि मैले त फेरि यहाँको कुरा सबै थाहा पाउँछु हुँदैन नि फेरि नाच
भ्लग बनाइदिइहाल्यो कि हेलो भाइ हिजोको बेहुला आज भाँडा माझिरहेछ अब के अरे कति बज्यो हौ फेरि भन् त गीत धरै धरै के भन्नु 10:30 बजे है भाँडा माझिरह अब चाहिँ भ्लग इन गर्छु मेरो स्पेस पनि फुल भयो गाइस सो त्यही हो बाई बाई अनि ओ माई गड के अरे अब म फेरि अब भिडियो हाल्दै गर्छु म भन्न चाहन्छु लुगा लगाएर मर्नु आएको छैन अब तल गाउँ त तल हाम्रो तल त घर जानु पाएको छैन अब माथि बसिरहेको अहिलेसम्म म कुरा आइरह होला होइन हिजो चाहिँ एउटा मात्र जग्गाको युज भयो माइजू त्यही हो गाइस अब बाई भन्ने बेला आयो